पिसाब लागेपछि केटाहरूलाई सजिलो केटीहरूलाई सजिलो होइन क्या ओसी पढाउँदैन आलु महिना सुन्छु मेरो हामीहरूको तेस्रो दिन हो अनि हामीहरू चाहिँ रेडी भइसकेको छ। अझ फेरि पनि हामीले 6 बजी जानुपर्ने। हामीहरूको बेडको अवस्था यस्तो चाहिँ हामी चाहिँ जान्छौँ अनि त्यसपछि मिलाइन्छ। बाई बाई गाइज। हामीहरू आज चाहिँ कतातिर बस्यो त्यो हिजो आज हामीहरू यहाँ कता कुन ठाउँ अरे यो कुन ठाउँ अरे मुस्ताङबाट आज हामी पोखराको टुर छ हामीहरू जोमसुङ बजार सरी गाइज। त गाइज अब हामीहरू जान्छ हामीहरू पोखराको लागि अनि तेस्रो दिन हाम्रो पोखराको ट्रिप हो का लागि रवाना। हामीहरूको केटाहरू फेरि अझ पछाडि यतातिर हाम्रो ब्रो जतातिर अगाडि छन् मान्छेहरू। अब हामी बाई बाई मुस्ताङ वेलकम टु मार्फा भिलेज। हामी मार्फा भिलेजमा बसेको थियो यस्तो झल्कल चिन्कुल त ओके क्या आन त हेर्नु गाइस हामीहरू यो मार्फा भिलेजमा थियो। बाई बाई गाइस मार्फा भिलेज। अहिले चाहिँ हामीहरू मुस्ताङबाट यस्तो फर्किँदा करणमा सुतिरहेको थियो हामीहरू बसमा उरोमा अनि चाहिँ हामी तातो पानीमा गइरहेको छौँ। हेरौँ अब कति तातो हुन्छ शरीर यही हो तातो पानी। अब तातो पानीमा नुहाउन चाहनुहुन्छ भने चाहिँ यता यस्तो पेमेन्ट गरेर नुहाउनु यही हो तातो पानी। तातो पानी नुहाउनको लागि यता जान सक्नुहुन्छ। तातो छ त्यसै ल अनि यो तातो पानी नुहाउने कहाँ हो त तातो यो तातो पानी यस्तो तातो छ कि तातो त तातो छैन उनलेको तँ हेर्न सक्नुहुन्छ। यो चाहिँ तातो पानीमा तातो पनि हुन्छ। अर्को कुरा के भने चाहिँ यता पिसाब लागेपछि केटाहरूलाई सजिलो केटीहरूलाई सजिलो होइन गाइस। कुरा के भने चाहिँ तपाईँहरू यतातिर आउनुहुन्छ भने चाहिँ नेचुरल पानी हो ऊ चाहिँ अहिले व्हाइट एन्जल भन्ने छ गाइस। छिटै टस सर्छ गाइस। अहिले हामी रेसिङ गर्दैछौँ हेर्न सक्नुहुन्छ हामीहरूको रेस छ। म पनि आइजाऊ कि तातो पानी हेरेपछि यतातिर केटाहरू आउँदैछन् हामीहरूको बस यतातिर पार्किङमा छ। यतातिर मन्दिरमा जाँदैछौँ हामीहरू। यो मन्दिरको नाम चाहिँ के अरे म बिर्सिहालेँ फेरि नाम के हो त्यो रक्सीको के ए के हो त्यो यो के यो अनि यसरी के ल्याउँछ त टोपीका भित्र राखेर पुरा टुप्पो मात्रै देखाएको छ त यार। म त कन्फ्युज भइदियो क्या केटाहरू कसले ड्रिङ्क गर्न लाग्यो भनेर। गणेश्वर धाम अब हामीहरू जान्छौँ भित्र जाने चाहिँ कताबाट त्यो त एक्चुअलमा थाहा पनि यो सायद आई थिङ्क बाहिर आउने ठाउँ हो अनि भित्र आउने ठाउँ चाहिँ यो हो के हो। अब भित्र जान्छौँ। वाउ टिका बिका लगाइसक्यो हेर्न सक्नुहुन्छ। यो टिका चाहिँ हल्का त्रिशुलवाला टाइपको छ। यतातिर सुन्दा केटाहरू सुतेर भोकले हामीहरू मान्छे त्यो गाइज हाइङको आना अनि हाम्रो यहाँ हेर्न सक्नुहुन्छ भोकले उनीहरू पपकर्न खाएर भोकले कान फुटिसक्यो भोक लाग्यो खाना खान लाग्यो होइन गाइस। अब हेर्छु के खान्छौँ हामीहरू खाँदाखेरि अब कप खान्छौँ त्यसपछि जान्छौँ गाइस। बाई बाई गाइस। अब हामीहरू त्यो दोस्रो मन्दिरमा आयो तर मन्दिर म चाहिँ लास्टमा छु किनभने म चाहिँ लास्टबाट हुन्छ नि टक्क देखाउने मान्छे। विन्ध्यवासिनी मेन मन्दिर हो कि के हो त्यो मन्दिरको नाम यहाँ
हेर्न हुन्छ यो हो गाइस उतातिर पनि मन्दिर छ यतातिर पनि मन्दिर छ यतातिर भ्यू पोइन्ट भइहाल्यो उता पनि मन्दिर छ उता पनि मन्दिर छ शिव मन्दिर शिवजीको पुगिसक्यो थाहा छ कि नै पोखराको इन्ट्रीमा हामीहरू चाहिँ आज पोखराको सबैभन्दा ठुलो शिव भगवानको मन्दिरमा जाँदैछौँ हाम्रो दाइको ज्याकेट छ लास्ट खतरनाक छ नि फेरि एकचोटि यसलाई यो छ नि त अहिले स्पोन्सर जहाँ पनि होइन हामीहरू भित्र छिरिसक्यौँ दाइ यता फोटो सुट गर्दै अनि यतातिर हेर्न सक्नुहुन्छ यही मेन पोइन्ट पोखराको सबैभन्दा ठुलो शिवजीको मन्दिर जुत्ता खोलेर यताबाट इन्ट्री गर बाहिरबाट यताबाट अब गाइस हुनुहुन्छ नि गणेश भगवानको यता मूर्ति यस्तो शङ्कर भगवानको वरपर यसरी घुम्दै हुनुहुन्छ क्या कस्तो भने चाहिँ यस्तो टाइपको क्या यतातिर जुन पट्टी छ नि त्यस्तो टाइपको क्या यतातिर मस्त विल यहाँ पोखरा पुगेर पनि हामीले सामान लिइसक्यो यतातिर अब चाहिँ यस्तो जाँदै अब हेरौँ कस्तो छ हजुरलाई होटल ल्याएको चाहिँ हजुरलाई गाइस यही होटल हो सित्ताङ इन गर गाइस यस्तो इन अब फ्रेस भएर लेक साइडतिर भ्यू हेर्न चाल्न छ हेरौँ अब के हुन्छ लेक साइडमा के देख्छौँ अनि चाहिँ यतातिर गइरहेको छु लेक साइडतिर यताबाट स्टार्टिङ यतातिर केटाहरू आउँदै यतातिर यो अनि त्यता आधा मान्छेहरू जता जाँदै यताबाट आउँदै हुन्छ सबजना आउँदै वेल गाइस ठिक छ ओके सो क्रिस भोलेन्टियर ल भोलेन्टियर ब्रो यता आउँदैछन् आधा मान्छेहरू पछाडि छन् आउँदै अब चाहिँ हामीहरू खानासाना खाएर सबै खाएर अब लास्ट डे अफ आवर टुर अनि हामी यता बार्बिक्यू गर्छौँ बार्बिक्यूमा के हुन्छ हजुरलाई म देखाउँदै गर्छु क्यूको मान्छे दाइ त कहाँ लाग्नु एकछिन रोकिन्न बार्बिक्यू गर्ने मान्छे ओ माई गॉड चिकन गाइस बार्बिक्यू यसमा गर्ने अब हेरौँ कस्तो गर्छन् फर्स्ट ग्रिल दाइको त भिडियो अब यो चाहिँ हाम्रो तव भइहाल्यो अब डिजे बजाइदिनु त दाइ साइडमा गाना यतातिर डिजे रमाइलो यता डान्स गर्दै हामीहरू यतातिर ग्रुपिङ सबजना छन् यसरी मजाले टक्कै चाय पकाउँदै बार्बिक्यू गर्दै हामीहरू केटाहरू सब खाँदै यहाँ हाम्रो ब्रोले क्रिसले त कति खायो ब्रो भन्दै त त्यो प्रातै सिधा आएको यसले यो यस्तो भइरहेछ बार्बिक्यू ब्रो गुड जब यार बबाल गर्दै यता दाइ र ब्रो गर्दै यतातिर चिकन हाम्रो ग्रिल्दै यतातिर गिटार बजाउँदै साथीहरू अनि यतातिर ओहो केटाहरू सब यता बस्दै मान्छेहरू यता यो फ्री फायर खेल्दै यता हाम्रो फ्री फायर एमएल ब्रो त्यस्तै ब्रो स्न्यापच्याट के हाल्दै मोन्टन अनि अहिले चाहिँ हामीहरूको लास्ट दिन छ म र विशाल यतातिर बस्दै अनि केटाहरूको रुम यतै साइडमा छ मतलब एउटा रुममा चाहिँ दुईजना बस्ने भनेको कारणले त्यति टाढा त छैन हामीहरू यतातिर छ हाम्रो सागर ब्रो एन्ड प्रभात ब्रो यतातिर हामीहरू छुट्टेछु आजको लागि मात्रै आजको रात त गाइस रातितिर केही पनि हल्ला उल्ला नगर्नुहोस् र आरामसँग सुत्नु है यो चाहिँ हामीहरूको लास्ट ट्रिप त भन्न मिलेन तेस्रो ट्रिप हो हजुरहरूलाई भ्लग कस्तो लाग्यो तलतिर कमेन्ट सेक्सनमा भनिदिनु होला अनि अगर हजुर जेडी भ्लग्समा नयाँ हुनुहुन्छ भने चाहिँ यो च्यानललाई सब्सक्राइब गरिदिनु होला तलतिर रातो बटन देखिरह होला त्यसलाई दबाएर टिचिक्कै सब्सक्राइब गरिदिनु होला अरू यो भिडियोलाई लाइक गरिदिनु होला जति हुनसक्छ त्यति सेयर गरिदिनु होला बाई गाइस स्टे ह्याप्पी अनि किनभने चाहिँ अस्ति हामीले त्यहाँ मन्दिरमा नुहाएको थियो नि त हेर्न सुन्नु चाहिँ कस्तो लाग्छ यता आइस जमेर आइस यस्तरी आइस जमेको छ अनि अरू चाहिँ यो पुरा साह्रो भइसकेको छ क्या